स्वागत छ। आज हामी ओशोका केही विचारहरूमा अलि गहिरिएर हेर्दैछौँ। नमस्ते। जीवनका लक्ष्य, आफ्नो खास पहिचान अनि जीवनलाई हेर्ने दृष्टिकोणबारे उहाँले के भन्नुभएको छ त्यसमा केन्द्रित रहौँ है त। निश्चय नै ओशोले विशेष गरी ठूला लक्ष्यहरू किन महत्त्वपूर्ण छन् भन्नेमा जोड दिनुभएको छ। हो र? हो, उहाँ भन्नुहुन्छ ससाना कुरामा अल्झिनुभन्दा नि विराटको खोजी गर्नुपर्छ। किनभने चुनौती जति ठूलो भयो हाम्रो भित्री शक्ति त्यति नै जाग्छ रे। ए, चाखलाग्दो कुरा। त्यसो भए यहीँबाट सुरु गरौँ न त। किन ओशोले सानोतिनो कुरासँग जुझ्नुलाई कम महत्त्व दिनुभयो? ठुलै लक्ष्य किन चाहियो? ओशोको तर्क कस्तो छ भने सानो शत्रुसँग लड्दा, जस्तै मानौ न कुनै सानो बानी हटाउन खोज्दा हामी आफ्नो पुरै क्षमता प्रयोग गर्दैनौँ अनि हारियो भने आत्मग्लानि हुन्छ है। जिते पनि खासै ठूलो उपलब्धि जस्तो लाग्दैन। तर ठूलो लक्ष्य जस्तै ध्यान वा परमात्माको खोजी, यस्तो कुराको लागि लड्दा हाम्रो सम्पूर्ण ऊर्जा जाग्छ के। मतलब चुनौतीको आकारले नै हाम्रो भित्री शक्तिलाई बाहिर तान्छ। हो, ठ्याक्कै। ओशो एउटा उदाहरण दिनुहुन्छ जस्तो घरमा आगो लाग्यो भने मान्छे दिनभरिको थकान बिर्सिन्छ नि। हो त। अनि त्यसलाई निभाउन दौडिन्छ, उसको सारा शक्ति केन्द्रित हुन्छ। तर सानोतिनो कुरामा त्यो हुँदैन। हो। उहाँले त्यो धुम्रपान छाड्न सङ्घर्ष गरिरहेको मान्छेको कथा पनि भन्नुभएको छ नि। ए, त्यो के थियो? त्यो व्यक्तिले आर्कटिक यात्रीले कसरी त्यो जहाजको डोरी तान्यो भन्ने विवरण पढ्यो रे। त्यो पढ्दा उसलाई अचानक एउटा बोध भयो अनि त्यो सिगरेटप्रतिको आसक्ति आफै टुट्यो, लड्नै परेन। ए, भनेपछि त्यो बोध वा अन्तर्दृष्टि आफैमा यति शक्तिशाली कि बाहिरी सङ्घर्ष चाहिएन? हो नि, जबरजस्ती गर्नुभन्दा बिल्कुल फरक। तर यस्तो विराट यात्रामा ओशोले आशिषको महत्त्व पनि भन्नुभएको छ क्यारे? त्यो चाहिँ किन होला? किन भने विराटको यात्रा जस्तो ध्यान वा समाधिमा गहिरिन खोज्दा मनले पुरानै बाटो छोड्न मान्दैन के। विचार, बानी, त्यो परिचित संसार नयाँ ठाउँमा जान डराउँछ। ओहो, यो नितान्त नौलो अपरिचित क्षेत्र हो नि त। यस्तो बेला जो त्यो मार्गमा हिँडिसकेका छन्, जस्तै बुद्ध वा अरू सन्तहरू, उहाँहरूको अनुभव, उहाँहरूको ऊर्जा, त्यसलाई आशिष भनौँ न, त्यसले ठूलो सहारा दिन्छ। उनीहरूले पार गरेको अनुभवले अर्को किनार छ, म पुगेको छु, नडराऊ भन्ने एउटा मौन सन्देश दिन्छ। त्यसले हौसला थप्छ, भरोसा दिन्छ। ए, यो त विश्वासबाट ज्ञान अनि ज्ञानबाट स्वयं त्यही बन्ने प्रक्रिया जस्तो भयो होइन? मान्नु, जान्नु अनि हुनु। हो, ओशोले यसलाई यसरी नै व्याख्या गर्नुभएको छ। मान्नु भनेको अलि टाढाको कुरा भयो, कसैले भन्यो विश्वास गर्यो। जान्नु भनेको अलि नजिक आउनु, अनुभव गर्नु, जस्तो आँखाले प्रकाश देख्नु। तर हुनु भनेको त त्यो जानेको कुरा स्वयं बन्नु हो। जस्तै बुद्ध स्वयं प्रकाश बन्नुभयो। ठ्याक्कै, बुद्ध प्रकाश हुनुभयो। यो हुनुको अवस्था तब आउँछ जब व्यक्तिले समाजले लगाइदिएका सबै मुखुण्डाहरू, धर्म, जात, पद, प्रतिष्ठा, यी सबै फुकाल्छ अनि आफ्नो असली चेहरा फेला पार्छ। हो, आफ्नो निर्दोष मौलिक स्वरूप। अनि यही असली चेहराबाट आउने कुरालाई नै ओशोले सुगन्ध भन्नुभएको हो, त्यो गन्धकुटीको कुरा। हो, त्यही हो। बुद्ध बस्ने कुटीलाई गन्धकुटी भनिनुको कारण बाहिरी फूल वा धूपले गर्दा होइन रे। बुद्धको भित्री मौनता, त्यो जागरणबाट फैलिएको अदृश्य सुगन्धले गर्दा हो भनिन्छ। जब मान्छे आफ्नो केन्द्रमा स्थिर हुन्छ नि, तब उबाट एउटा मौलिक सुगन्ध फैलिन्छ, कृत्रिम होइन, आफ्नै। गजब। यो असली चेहरा भेट्टाएपछि जीवनको उतार चढावलाई हेर्ने दृष्टिकोण चाहिँ कसरी बदलिन्छ त? जीवनको प्रवाहबारे ओशोको के धारणा छ? ओशोका अनुसार जीवन नदी जस्तै हो, निरन्तर बगिरहेको छ। यसलाई रोक्न खोज्नु? हो, रोक्न खोज्नु, कुनै अवस्थामा टाँसिरहन खोज्नु नै दुःखको मूल कारण हो। जुवानी जान्छ, बुढ्यौली आउँछ, यो त प्राकृतिक नियम भयो। हो त। तर हरेक अवस्थाको आफ्नै सौन्दर्य छ। यदि हामी त्यसलाई स्वीकार गर्न सक्यौँ भने बुढ्यौलीको अनुभव, त्यो परिपक्वताको सौन्दर्य त झन् गहिरो हुन सक्छ नि। तर कसरी? तर तब मात्र जब हामी बितेको जवानीलाई पक्रिराख्न खोज्दैनौँ, वर्तमान अवस्थालाई पूर्ण रूपमा जिउँछौँ, स्वीकार गर्छौँ। आजको यो विमर्शबाट हामीले ओशोका के